नमस्कार। आज चाहिँ है पथरी आएको छु है, पथरी बजार छु गाइज। दिदी आन्टीहरू आउँदै हुनुहुन्छ। बजार कस्तो लागिरहेछ चाहिँ सो अब बजारतर्फ जाँदैछु है। सबले माया गरिदिनु होला हैन। यो बास वेलकम टु माई युट्युब च्यानल बादशाह मोक्तान। अहिले सब्सक्राइब गरिदिनु होला हैन। म बजारतर्फ जाँदैछु हैन। मेरो गाडी चाहिँ यहाँ छ है। गाडी चाहिँ यहाँ छ है। गाडी यहाँ छ हैन। गाडी के भन्दा पनि साइकल पो हो। म त साइकलमा पेलेर आएको हो। धुलो मैलो खाएर। सो गाइज यहाँ चाहिँ बजार लागिरहेको छ हैन। 100 हो र अङ्कल? के हो र अङ्कल? यो कुरिलोको क्यारेट खोसा हो खाने। सो अब त्यो बिरुवाहरू पनि रहेछ अङ्कलकोमा हैन। यो बिरुवाहरू पनि बेच्नुहुन्छ? कति हुन्छ र लिची? बिरुवा लिची 350 सुपारी सुपारी 50 है। सुपारी 50 कति सस्तो सस्तो पाइन्छ है। दोहनी भयो भने कर पैसा पाइन्छ हैन। आलु कसरी हो यो तपाईको? 40 हो। अनि हाम्रोतिर त 20-30 रुपैयाँ दिन्छ त। तपाईले अलिक महँगो भन्नुभयो। लिएर आउनु त म 30 रुपैयाँले किन्दिन्छु। 30 रुपैयाँमा किन्नुहुन्छ? 20 छ तिमीहरुकोमा छ भने 30 रुपैयाँले हामी किन्दिन्छौँ। हो र? हाम्रोमा त बेलुका बेलुका भएपछि त 20-30 मा दिन्थ्यो। तपाईकोमा 40 रहेछ। ल ठिक छ। बजार चाहिँ यस्तो भिड लागिरहेको छ। म चाहिँ अब यो सो भित्र छिने कोसिस गर्छु हैन। बजारहरू चाहिँ एकदम सो हेर्दिनु होला हैन। म बजारमा चाहिँ आएर छु है। सो बजार छ है। यो चाहिँ बजार एकदम पथरी बजार। आन्टी यो काँक्रा चाहिँ कसरी हो नि? कसरी हो नि? 100 रुपैयाँ केजी? कति महँगो पो भएछ है क्या? काँक्रा पनि 100 रुपैयाँ केजी पऱ्यो। ब्रान्डेड छ। आज पथरी बजार हो आइतबारे। हेर्नु सक्नुहुन्छ है। ब्रान्डेड छ हैन। कति मधुरो टाइपको पनि छ है। म चाहिँ भित्र छिरिसकेँ है। हेरिदिनु होला हैन। टमाटर सब छ है बजारको। सो गाइस भित्र छिरिसकेको छु म चाहिँ है। यो मुला तपाईको? ए होइन। मार्छ कि क्या हो? भिडियो नगरौँ है भन्छ त। अनि भिडियो नगरौँ भने चाहिँ डर लाग्छ है। सो गाइस कसको हो यो साग? कसरी हो आन्टी? यो मुठा कसरी हो? के हो? 30 रुपैयाँ यो? कति सस्तो छ अनि हाम्रोतिर 50 मा दिन्थ्यो। तपाईँ 30 मा बेच्नुहुन्छ? कति सस्तो। अहिले म एकछिनमा आउँछु है। ठिक छ। हजुर ए मान्छेको पनि भिडियो गर्छु। हजुर 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 केस लाग्दैन नि। कहाँ केस लाग्छ अनि? केस लाग्छ अनि कति कलकलाउँदै? यो कसरी हो? तपाईँले भर्खर पानी हाल्नुभयो क्या यसमा? हो र? 1-2 दिनको हो कि भनेर नि। यस्तो यस्तो सागहरू पाइन्छ हेर्नु होला। कति कलकलाउँदो होइन। भर्खर बिहान ताजा ताजा आउनु भयो। अङ्कल के ल्याउनु भएको तपाईँले यहाँ? ल ठिकै छ। हाम्रो अङ्कल बोल्नु भएन होइन। यसो गाइस माया गरिदिनु होला। गर्मी भयो दिदी? एकदम गर्मी छ है। एसी जोडिदिने बेला भयो यहाँको समिति। अब म चाहिँ अलिक भित्र जाँदैछु गाइस। सबले माया गरिदिनु होला होइन। वाउ कति मिठो च्याउ। दिदी च्याउ कसरी हो यो? कस्तो मजाको च्याउ हेर्नुहोस् है। हाम्रोतिर पनि पाइन्छ। लानुहुन्छ भने आउनु होला पथरीतिर होइन। ल हेर यहाँ सब थोक पाइन्छ होइन। यो हतौडा हँसौडा खुकुरीहरू पनि पाइन्छ। तर खुकुरीहरू चाहिँ नदेखौँ होला होइन। खुकुरीहरूमा अलिकति उयो हुन्छ। त्यही भएको कारणले यो गल्ली भित्र चाहिँ म छिरिसकेको छु होइन। कस्तो मजाको छ बजार। छिरिसकेको छु होइन।
सबले माया गरिदिनु पऱ्यो होइन कोलाहरू पनि रहेछ होइन लुगाहरू पनि रहेछ त्यसो त अङ्कल रहेछ सर्ट भेस्टहरू कस्तो कस्तो छ त हौ कस्तो छ गर्मी लाउने गर्मी लाउने हो कति प्राइस हो यसको चाहिँ 450 महँगो भएन र सस्तो चाहिँ भएको हो ल ठिक छ अङ्कल म अहिले आउँछु नि त है पुरा भिडियो बनाएर हिँड्नु पर्छ त ल अब सागसब्जी मण्डल पनि घुमियो होइन अब कपडा पसलतिर जाँदैछु होइन सबले माया गरिदिनु होला होइन आफ्नो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला के भन्नु वा कस्तो मजाको फुलहरू हुनुहुन्छ यहाँ त यस्तो मजा मजाको फुलहरू पनि छन् है यता चाहिँ के रहेछ नि त अब यता जाँदैछु है यता त खुल्ला पो रहेछ कि क्या हो चप्पलहरू पनि पाइने रहेछ होइन कतिको तरौला कट्टरहरू पनि पाइने रहेछ घोगी रहेछ कति टका घोगी हेर्नु आन्टी कति टका 100 टका हो यो चाहिँ 100 हो यो चिसो घोगी जङ्गली पाइने है हेर्नुहोस् है जङ्गली पाइने घोगी यो चाहिँ घरेसी होला है 100 टका भन्छन् हाम्रोतिर त अलिक सस्तो सस्तो पाइन्थ्यो ल आन्टी अहिले एकछिनमा आउँछु म कता छिरे हौ म त हेर्नुहोस् गाई चाहिँ अलमल्ल बाटो पनि देख्दिनँ बिर्सेको जस्तो लाग्यो होइन कता पो छिरे हौ म त कपडा लाइनतिर आइपुगेँ कि क्या हो ओ भिड छ है अहिले चाहिँ बजार भएको कारणले भिड भएर अवस्था होइन यता प्रायः आउँदै हुनुहुन्छ होइन अब बाटो निस्केपछि ओ कपडा पसलतिर आयो अब निग्रो हेर्नुहोस् है जङ्गली निग्रो हेर्नु कता छन् हौ यता हो कि क्या हो बजार लाइन यता हो कि म चाहिँ अलिकति बाटोमा निस्किसकेको अवस्था छ गरिदिनु होला है त्यो गल्लीमा चाहिँ म हिँड्दैछु है गल्लीमा चाहिँ म हिँड्दैछु होइन कपडा पसल कहाँ छ हौ पसिनाले हत्तु भइसक्यो म दिउँसै आएको हेर्नुहोस् न हिँड्दा हैरान भइसक्यो गर्मीले त ह्याङ भइसक्यो हो गर्मी भयो साथी हो ओ म चाहिँ अब भनेपछि कपडा पसलमा छिर्नु आँटेको है सो माया गरिदिनु होला काने पोखरी कतिमा लानुहुन्छ नि काने पोखरी होइन होला यहाँ नजिकै त हो नि 1 किलोमिटर त हो त्यहाँदेखि 400 लाग्छ भन्नुहुन्छ हाम्रोतिर त 50मा लान्छ तपाईँले होइन होला 50मा लगिदिनु न नलाने हुने ल थ्याङ्क यू जुस कसरी हो नि ग्लास 50 हो जुस कस्तो भइरहेछ एकछिन पछाडि चाहिँ खानुपर्छ होला जुस पनि होइन जुस एकछिन पछाडि खानुपर्छ होला यता कपडा पसल पनि भइसकेको छ है कपडा पसल भित्र के कस्तो छ अब सस्तो छ कि सन्चो ल पथरी छेउछाउ पथरीको चाहिँ यतापट्टि आइयो कपडा पसलतिर होइन राम्रो हुन्छ जस्तो होइन कता छिरौ यतातिर छिर्नु पऱ्यो कपडा पसलतिर सो गाइज म चाहिँ कपडा पसलतिर छिर्दैछु अब छिरेपछि के कस्तो हुन्छ हेर्नुहोस् भित्र कुना काप्चा छ नि हजुर कस्तो सर्ट छ तपाईँहरूको एकचोटि देखाउनु त सर्ट पातलो यो त गर्मी हुन्छ होला है यो सर्टले त यो गर्मी लाउने सर्ट हो र ए पख्नु अरू पनि हेरौँ म कुन कुनामा छिरेँ क्या हो गल्लीमा छिरे जस्तो लाग्यो होइन यता त कपडा पसल सो गाइज बाटो छैन कि क्या हो यता त बाटो पो छैन बाटो रहेछ जस्तो लाग्यो होइन ला हो
बाटो त रहेछ ल हेर्नुहोस् है यता आइपुग्यो हामीमा कुन ठाउँमा आइपुग्यो यतापट्टि आइपुग्यो कपडा पसलमा गजब रहेछ कपडा होलसेल हो कि क्या हो हजुर होलसेल हो पेनहरू हेर्नुपर्ने थियो अब यो त पेन त होइन होला ल गाइस कपडा पसल पनि यहीँसम्म टुङ्ग्यो है के छ अङ्कल तपाईँकोमा कपडा के कस्तो छ हजुर सर्टर पेन हाफ पेनहरू छ यसो अब पेनहरू देखाउन न भेस्टहरू खै यो पेनहरू ट्र्याक कसरी हो नि यो 500 मा आउँछ महँगो भएन र अङ्कल होइन 350 मा पाइन्थ्यो हजुर 300 मा दिनु न आउँछ क्या अङ्कल अस्ति भर्खर एउटा किनेको थिएँ यो अर्कै खालको हो 300 मा त यस्तै खालको दिएको थियो हेर्नुहोस् न तल्लो छ ल ठिक छ हो र ल अङ्कल एकछिनमा आउँछु है हजुर ए भिडियो नहान्नु ल नि त तपाईँलाई त देखाउँदा खोज्छु राम्रो हुन्छ के कस्तो छ तपाईँहरूको लुगाहरू हो र हेर्नु मैले कस्तो दिदीलाई सोधेछु हो अब सबै थोक रहेछ यहाँ छोरी मान्छेको चियाहरू सब थोक रहेछ होइन अब कपडा पसल पनि घुमेर सकियो के खानुभएको अङ्कल चिया हो चिया चिया कहाँ पाइन्छ नि चिया होटलमा ए कपडा पसल छ तपाईँको छैन छ कुन यही हो कस्तो होलसेलमा दिनुहुन्छ कि होलसेलमा दिनुहुन्छ भने चाहिँ अब किन्छु तपाईँ महँगो भन्नुहुन्छ भने चाहिँ खै अब के गरौँ भइरहेछ है सो गाइज यो चाहिँ के होला ठुल्ठुलो पेन पो रहेछ कट्टु पनि रहेछ हेर्नुहोस् यत्रो ठुल्ठुलो रहेछ त्यहाँ खाँदै हुँदैन अङ्कलले सो कट्टुहरू पनि रहेछ यो फुटबल खेल्ने हो फुटबल खेल्नेहरू पनि रहेछ है ल ठिक छ त ल अङ्कल राख्नुपर्छ अब म बाहिर निस्किँदैछु है गल्ली चोकहरू है मुस्कानको चुरा सो गाइस म चाहिँ अब रोडमा निस्किसकेको अवस्था है सो गाइस यता छ है के जडीबुटी हो आन्टी हजुर अनि यो दबाईले के काम गर्छ नि सबै गर्छ ए हो र जान त मन थियो यो अहिले हो र पैसा कमाउनु पर्ने हो र यिनीहरू पनि दबाई हो हेर्नुहोस् है दबाईहरू पाइँदो रहेछ पट्टीमा चाहिँ सब तपाईँको भनेपछि यो कुन दबाई हो पहाड हिमालबाट आएको रहेछ है हिमालबाट आएको रहेछ आन्टीले चाहिँ यहाँ सब दबाई जडीबुटी तपाईँको शरीरको अनेक रोगहरू चाहिँ निको पार्टीले दबाईहरू राख्नु भएको रहेछ यदि आउनुहुन्छ भने चाहिँ यो पत्री छेउमा चाहिँ आउनु होला सो घुम्दैछु होइन सो गाइस कत्रो काँक्रा हौ कत्रो सुन्तलाहरू रहेछ त हो अनि कसरी हो नि यो यो सुन्तला कसरी हो नि कत्रो सुन्तला हेर्नुहोस् है गाइस हजुर
माल्टा हो कहाँबाट आएको यो स्याउ सुन्तलाहरू हेर्नुहोस् कत्रो कत्रो मिठो मिठो सुन्तलाहरू स्याउहरू पाइन्छ होइन एउटा खानु पाइन्छ हजुर होइन दिन्न दिन कस्तो भोक लागिरहेको सेवा नै धर्म हो कस्तो दाई पनि तपाईँ पनि हेर्नु न कस्तो भोक लागेर मर्नु आँटेको छ सेवा नै धर्म हो यार तपाईँ हेर्नु न दाई दाई कति राम्रो हुनुहुन्छ दाई हेर्नु मुस्कान कति मिठो हो आमा दाईको दाई कहाँ हो घर तपाईँको पथरी हो होइन होला मेरो पनि त पथरी नै हो नि त म लोकल मेरो उहाँ नजिकै चोक हो सिनेमा हल नि त ए सिनेमा हल नि एकदम म त बच्चैदेखिको हुर्केको हो नि त अनि ए हो र ल हेर्नुहोस् न अब ल राम्रो बेच्नु होइन 80 रुपियाँ केजी अरे मसी अब लाग्यो है राम्रो छ है सो गाइस पथरीको मेन हाइवे रोड निस्केको छ होइन अब यहाँदेखि कहाँ जाउँ होला फेरि म गाइस यता जान चाहन्छु होइन राम्रो भएको कारणले चाहिँ यता त बाटो बजार छैन अब फेरि म यताभित्रै निस्कन चाहन्छु अब फिल्महरू के जानु अब त्यत्रो टाढो छ है त्यत्रो टाढो भएर कसको टेम्पो हो यो हटाउन को यहाँ ड्राइभर हो यो टेम्पोको तपाईँ हो तपाईँ हो हटाउनु पर्यो के हटाउनु पर्यो टेम्पो के गर्ने अलिकति यता राख्नु पर्यो गएको होइन के हो भाइ आमा भाइले त खाउँला जस्तै हेर्छ त यार यो भाइले त यार ल धन्यवाद राम्रो हटाउनु होला है सो गाइस साइड चाहिँ राखिदिनु होला गाडीहरू ओ झन्डै ठोक्यो अङ्कलसँग त हो यस्तो अङ्कलसँग झन्डै ठोक्यो यार यसो पर्खौँ हजुर उता जानुपर्ने त्यो संसार कति लिनुहुन्छ 70 अब त्यत्रो सस्तो त्यत्रो होइन नि हो हजुर सस्तो लिनुभएको रहेछ अनि 150 पुऱ्याउँथ्यो नि हामीलाई अनि हो र हो नि अनि त्यही भएर रहेछ कि यार हो ल दाइ त जानुभयो चुपचाप लागेर हेर्नु नि 150 पुऱ्याइदिनु ल दाइ जानुभयो 150 पुऱ्याउनु हुन्छ कि भनेर ल म गाइस यता हेर्दैछु चढौँ कि नचढौँ भइरहेको होइन सो गाइस भित्र अब फेरि म लाग्यो सब्जी मन्डीतिर होइन चप्पलहरू चाहिँ यता धेरै राम्रो राम्रो रहेछ चप्पलहरू है सो गाइस अब म फेरि सब्जी मन्डीतिर जाँदैछु होइन माया गरिदिनु भयो अङ्कल के छ हो यहाँ जुत्ता चप्पल छ हो र अङ्कल चाहिएको थियो अब एकछिनमा आउँछु म अङ्कल सो गाइस म कतातिर आइपुगेँ हो होइन छाता पो अङ्कलको छाता झन्डै लग्यो सो गाइस माया गरिदिनु होला अब फेरि सब्जी मन्डीतिरै जाँदैछु कहाँ हो सब्जी मन्डी थाहै छैन म अघि आएको बाटो चाहिँ बिर्सिसकेँ होइन गाइस के गर्नु होइन त्यस्तै चाहिँ आज पत्रि आइदिएको छु है गाडी घोडा भनेको पर राखेको छु धुलो पनि खाएको छु है हिँड्दा हजुर के लाने यो कसरी एक माना हो चिउरा हेर्नुहोस् न एक माना चिउरा कितना है इस एक जक्का 20 रुपये है ये गाँव की है कि कहाँ की 40 रुपये है 40 रुपये भोक लागिरहेको छ अब चिउरा खायो भने पेट कस्तो खुलिन्छ के गर्नु हो आन्टी खुलिन्छ सक्नु म एकछिनमा आउँछु आन्टी तपाईँको चिउरामा आउँछु कस्तो भोक लागिरहेको आया सो गाइज यता भन्दै हुनुहुन्छ अब साह्रै पनि भोक लागेको छ वा क्यास मिठो मिठो सिकुटीहरू पनि यहाँ चाहिँ गोरुको हो कि भैँसीको हो सिकुटीहरू पनि पाइन्छ होइन सिकुटीहरू पनि पाइन्छ सो गाइज कतापट्टि पो आइसकेँ म त चाहेर कचाएका तिम्रै खुसी
गाइस म चाहिँ आइपुगेँ है छेउछाउमै सब्जी मन्डी हो कि मन्डी हो सुनको भाउ घट्यो र हजुर 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 ब्लग हो मेरो चिना ब्लगर हो ला सब्जी मन्डी पो छेउमा आइपुगेको छु फेरि म चाहिँ हेर्नुहोस् न धेरै सब्जी मन्डी सिद्राहरू पनि रहेछ कत्रो कत्रो माछा रहेछ हौ कहाँदेखि मार्नु भएको नि यो माछाहरू यो माछाहरू यो सिद्रालाई चाहिँ कसरी केजीको कसरी हो हजुर ए भाकलपुर भनेको कहाँ हो ए भाकलपुर भनेको पूर्व हो सिद्राहरू पाइने रहेछ है गाई चाहिँ धेरै टन्ने रहेछ सिद्राहरू ल ठिक छ है उता चाहिँ आउँदैछु है गाई फेरि सब्जी मन्डी कहाँ बिर्सेँ क्या यता रे होला सब्जी मन्डी अघि चाहिँ छिरिसकेको यता सब्जी मन्डी है अब सब्जी मन्डी आयो अघि सब्जी मन्डीहरू ओह धेरै घुम्यो गलेर आयो ल हेर्नुहोस् आज आइतबार बजार हो अन्त यो बन्दालाई कसरी हो नि यो बन्दा यो 30 रुपियाँ हेर्नु यहाँ यस्तो छ अनि 30 रुपियाँ भन्नुहुन्छ अनि 30 रुपियाँमा यत्रो रहेछ अनि हेर्नु न हाम्रोतिर त कहाँ 30 रुपियाँ भन्नुहुन्छ 10-15 रुपियाँमा दिनु हुन्छ यो मुला कसरी हो नि मुला हेर्नु मुला पनि छ 30 रुपियाँ भन्नुहुन्छ कति सस्तो सस्तो छ है पत्री बजारमा चाहिँ आउनु होला यो तपाईँहरूले हजुर मजाले खिच्दैछु अङ्कल अङ्कल कहाँदेखि ल्याउनुहुन्छ नि यो अहिले नेपालदेखि आउँछ पाकिस्तानदेखि आउँछ इन्डियादेखि आउँछ सबैतिरबाट आउँछ ए अनि कसरी खोर्सानी हो नि 300 रुपियाँ किलो खोर्सानी है हाइ 300 रुपियाँ केजी कति महँगो रहेछ हौ अङ्कलकोमा त 300 रुपियाँ यो बन्द 400 रुपियाँ किलो हैट अब 400 भन्नुहुन्छ यस्तो छ हेर्नुहोस् 400 भन्नुहुन्छ अनि म कसरी लान्छु त 400 अब 20 रुपियाँले दिनुभयो पो भन्नु केजीको मुला कसरी हुनु मुला 60 रुपियाँ हो मुला त भर्खरको जस्तो लाग्छ कत्रो मुला हेर्नु है यो मुलाले चाहिँ 5 दिन हुन्छ अचार बनाउनु भयो भने 1 हप्ता हुन्छ ल सब्जी मन्डी पनि घुमियो पत्रीको सो गाई आज चाहिँ पत्री आएको थिएँ त्यही भएको कारणले चाहिँ म सब्जी मन्डीतिर पनि घुमिसकेर अनि उतातिर पनि घुमिसकेँ सो अब कहाँ जानु र अब म आफ्नो घोडातर्फ लाग्दैछु आफ्नो साधनतर्फ म अब चाहिँ बाहिर निस्केको अवस्था है यो चाहिँ सब्जी मन्डीदेखि मेरो साधन चाहिँ यहाँ छ त्यहाँ जाँदैछु होइन कति महँगो भनेको म त किन्नै सक्दैन बोटहरू त कस्टमरीको यो बोट हो यसलाई चाहिँ कसरी बेच्नुहुन्छ नि यो कस्टमरी ए 70-80 100 है अनि चिज हुँदो रहेछ सबै थोक है गाइस घाँस पनि चिज हुँदो रहेछ मान्छे हामीले पनि नजानेको रहेछ ल म अब मेरो साधनतर्फ लाग्यो ओह गल्यो घुम्दा गल्यो पनि है लाग्छ गाइस माया गरिदिनु होला यो ब्लगलाई चाहिँ समुखलाई चाहिँ युट्युब च्यानल छ त्यसमा गएर सब्सक्राइब धेरै भन्दा धेरै माया गरिदिनु होला थ्याङ्क यू सो मच